हाई हेलो नमस्ते जोरले मेरो सबै मित्र साथीहरूलाई वेलकम छ मेरो सुमिना ब्लगमा। भिडियोलाई अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। एउटा लाइक चाहिँ गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोलाई सुरु गर्न चाहन्छु। आज चाहिँ हामी चाहिँ गोठालो जाँदैछौँ। अहिले चाहिँ छोरी र म मात्रै छ। अहिले चाहिँ एकजना साथी थपिनेवाला छ है, अर्को भिडियो एकछिन पछिमा। ल अब चाहिँ हामी साथीलाई कुर्दै, साथी चाहिँ यो बाटो आउने हो। ल फाइनली साथीको बाख्रा आयो। कतिवटा छ हो तपाईँहरूको बाख्रा? ए साथीहरूको बाख्रा चाहिँ यति छ। हाम्रो मण्डलीको एल्डनी आमा हुनुहुन्छ, उहाँ चाहिँ आज चाहिँ सँगै लाँदैछौँ है। ल साथी हो हाम्रो दुई घरको बाख्रा गोठाले, हामी बाख्रा गोठाले हिँडेको। अब कस्तो राम्रो देखेछ हौ यसरी हिँड्दा त, गुटुतुतुत्तै सँगै हिँड्दा त। रोडमा भन्दा अझै त्यो साँगुरो बाटोमा पो एउटा हिँड्दा पो कति धेरै देखिन्छ। यहाँ हाम्रो बाख्रा, यहाँ चाहिँ घैया धान काट्नु भएको रहेछ निमाहरूले, त्यो राम्रो गरेर फल्यो कि घैया धान, फेरि पाखे धान। बाख्राहरू चाहिँ आज फुकाउने ढिलो भयो, त्यही भएर फिटिकै सरे छैन। लो के खाओ भोक लाग्दा त खाइहाल्छ नि। हिँडेर केसाहरू चढेको कि आफूलाई भयो कि आज सङ्गति गएर आउँदा के गर्दा ढिलो भयो। होइन गाउँले दिदीबहिनी साथीहरू हिँड है। साथी हो हाम्रो बाख्रा चाहिँ अब जङ्गलतिर झरिसकेको अवस्था छन्। आज चाहिँ ढिलो भइरहेछ, त्यही भएर निङ्गरै जे अगाडि पहाड त्यही के बाख्रा चाहिँ दुई घरको बाख्रा चाहिँ यहाँदेखि यसरी सररै छन् है। ए यता कोही यता रोड हिँड्दा फेरि ल हेर्नुहोस्। निङ्गरै खाखेरि बाख्रा चाहिँ अब मजाले चढे नि वनतिर। साथीको बाख्रा चाहिँ छुट्टिएर गइसक्यो कि तलतिर, यो चाहिँ हाम्रो मात्रै यहाँ चढेर बस्यो है। बाख्रा चाहिँ मजाले अरिलो काँडा घाँस खाँदैछ, यता पनि खाँदैछ, मजाले खाँदैछ। उता माथि पनि अरूले काँडा नै खाँदैछ। खाऊ खाऊ खाऊ, पेट त भराउनु पऱ्यो नि। अब पानी पनि लगायो फेरि। यो हामी चाहिँ यसरी हाँसी ल्याएन, यसरी लट्ठीले ढल्काएर बाख्रालाई खुवाउँदैछ। यो बाख्रा खाँदैछ यता, यसरी खुट्टाले पनि गर्नुपर्छ। गई ल खा, ल ल ल ल आज ल ल ल हाँसी सासी ल्याएन। यो काँडाले फेरि कोटाले भने लास्टै कोटार चाहिँ फेरि यता फेरि यता नि समय ल ल ल ल ल ल ल खाँदा बाख्राहरू माथि चढ्दै खान्। त्यो मजाले खान्छ कि यो अरूले काँडा चाहिँ। ल ल ल ल बाख्राहरू चाहिँ मजाले चढ्दै खाने कि। यहाँ चाहिँ बस्ने ठाउँ बनाइदिएको रहेछ, कस्तो राम्रो है। बस्नु एकछिन अब मजाले आनन्द यसरी बस्नु पायो काममा। ए बाख्राहरू चाहिँ चढ्दैछन् फेरि। ल है साथी हो, यो रुखलाई के भन्छ, मगर भाषामा त भुल्या भन्छ यसलाई है, नेपाली भाषामा के भन्छ यसको नाम चाहिँ मलाई थाहा भएन खासै है। मगर भाषामा त भुल्या भन्छ। त्यो राम्रो गरेर फल्छ क्या, यो खम लाग्दो हुन्छ हौ। पाकेपछि झन् रातो गरेर पाक्छ, खम लाग्दो हुन्छ। वाइ किन हामीलाई गरेको हो र त्यसरी? त्यो राम्रो खालको खम लाग्दो हुन्छ भोलिपछि पाकेपछि त।
बाख्राहरू फेरि बत्ती भएर के भन्दा म के काम भनेको के हो कुन्नी कस्तरी हान्छ हौ मजाले चढ्दैछन् बाख्रा ल है साथी हो यस्तोलाई नेपाली भाषामा के भन्छ कमेन्ट गर्नु होला मगर भाषामा चाहिँ डाँडी भन्छ डाँडी पिसाब पोलेको दबाई हो कि यो चाहिँ डाँठ उखु चाहिँ ग्राम ग्राम खानुपर्छ है पिसाब पोल्दा चाहिँ चिउरा चाउचाउ बोकेर अब लायो ढाडीतिर कस्तो गयो बाख्रा गोथा लगाइसकेको साथी हो बसेर खान पाउँछ र हिँड्ने अब साथी हो यता चाहिँ बेलठुङ्ची घरती गाउँ है सबै केराको घारिसक्यो ल अब चाहिँ हामी यसरी छेउ 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 चराउँदै लान्छौँ है अब वहाँ निस्केर जाने हो अब ल है साथी हो अब चाहिँ हामी घरतिर लगाएको उताबाट चाहिँ पानी परेर कालो भएर हो पानी परेछ उता चाहिँ सिमसिम यो चाहिँ कालोबाट ल हामी चाहिँ अब घरतिर हिँडेको बाख्रा अब निस्क्यो सबै रोडमा निस्क्यो बाख्रा सबै रोडमा निस्क्यो है हामी चाहिँ अब जाँदै घरतिर ल है साथी हो अब चाहिँ छुट्ने बाटो आइसक्यो बिहान भेट भएको बाटो आइसक्यो अब छुट्टिने बेला भयो बाख्रीहरूको आफ्नो आफ्नो घर आफै आफै छुट्टिन्छ क्या छुट्ने भेट र मिलन हुने ठाउँमा आइसक्यो हामी हेर्न हामीलाई गरेको फेरि ल सर्लक्कै छुट्टिन्छ क्या झन् पोका परेर बसे त हौ ल जाऊ जाऊ आफ्नो आफ्नो घरतिर जाऊ है ल होइन छुट्टिहाल्यो हाम्रो सर्लक्कै यता सर्लक्कै उता हाम्रो ल के गरेको ल यो पोकाले जा हिँड घर जा नि छुट्यो सर्लक्कै ल साथी हो अब हामी घरतिर फर्केको भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गरिदिनु होला र सेयर चाहिँ गर्न सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्दै बाइ बाइ साथीहरू अर्को भिडियोमा भेटौँ ल